नमस्कार दर्शकवृन्द, यहाँहरूलाई आज म सानो एउटा उदाहरण देखाउन चाहन्छु। वास्तवमै हाम्रो नेपालमा चाहिँ माटो खेर गएको छ भनेर चाहिँ हाम्रो आदरणीय मेयर धरानका मेयर हर्क साम्पाङले भनिराख्नु भएको छ। वास्तवमै राजनीतिभन्दा माथि उठेर हेर्ने हो भनेदेखि उहाँले उठाउनु भएका कुराहरू सराहनीय छन्। देशको लागि आवश्यक कुरा छ। यो यति थोरै माटोमा पनि यति धेरै उब्जाउ हुँदो रहेछ भन्ने कुरा चाहिँ यहाँ देखाइएको छ। अब अन्यथा नलिनु होला। बैसामा स्याल पनि घोरले हुन्छ भने चाहिँ यो कुनै बेलामा चाहिँ यो फल्न सकेको थिएन, तर पछिल्लो समय यो मजाले फलेको देखिन्छ। यो अब लगभग आधा जति चाहिँ खाइसकेको अवस्था छ यो, र पनि यो यति धेरै फलिरहेछ। यसको यो यस्तो छ, खतरा। यति टाढाबाट देखाउँदा पनि झन्डै अमलाको साइजको छ। हेर्नु न, अमलाकै साइजको जस्तो छ। हेर्नु त। अनि भनेपछि त यो फलेको। अब हेर्नुहोस् यो। त्यसै गरी यता हेर्नु न, यो चाहिँ मेरो भाइ छोरोलाई चाहिँ प्रोजेक्ट वर्क दिनुभएको अरे म्यामहरूले। अनि बाबा म कहाँ रोप्नु यो प्रोजेक्ट वर्क, मेरो मैले उमार्न आँटिसकेँ, भिजाइसकेँ भनेर चाहिँ भाइले भन्थ्यो। मटरको कोसा रोपेर फलाउनु पर्ने उसको प्रोजेक्ट। फलिसक्यो। अनि यो प्रोजेक्ट वर्क पनि भाइले सफल भएको चाहिँ मैले अनुभूति गरेको छु। कोसा लगाइसक्यो, दाना पनि लागिसकेको छ। जुन नजिकबाट देखिन्छ दाना पनि लाग्दैछ। भाइ यसमा पनि सफल भएको देखिन्छ। भनाइ नै छ नि। हुन त अब मान्छेलाई चाहिँ अहिले भनौँ भनेदेखि सबैलाई चाहिँ टाउको दुखिहाल्छ। यो हाम्रो कमरेड केपी ओलीले चाहिँ बोल्नु भएको एउटा कुरा मलाई याद छ। तपाईँको बारी चाहिँ खाली छ भनेदेखि कम्तीमा पनि खुर्सानीको बोट रोप्नुहोस्। केही त्यो खुर्सानी भनेको चाहिँ त्यस्तो चिज हो जुन चाहिँ काँचैमा पनि बिक्री हुन्छ, सुकेपछि पनि बिक्री हुन्छ, पिसेपछि पनि बिक्री हुन्छ, जेमा पनि काम लाग्छ। अनि बाँझो बारी राखेको छ भनेर चाहिँ कमरेड केपी ओलीले भन्नुहुन्थ्यो। वास्तवमै उहाँको कुरालाई चाहिँ मैले चाहिँ यसो विचार गरेर हेर्दाखेरि यो खुर्सानी फलेको देख्दा चाहिँ उहाँको भनाइ पनि एकदम चाहिँ समय अनुकूल छ जस्तो लाग्यो। ल अब यहाँ यसमा राजनीतिक कुराहरू भन्दा पनि वास्तवमै यो चाहिँ खुर्सानी चाहिँ नै साँच्चै नै मजाले फलेको छ भनेर मात्रै हो। यो के छ भने यो तपाईँलाई चाहिँ अहिले नखाएर पनि यति धेरै फलिरहेछ। यो खाएरै क्या। यहाँ चाहिँ अहिले जोख्ने हो भने एक पाउ त नभनौँ, अझै धेरै, एक पाउभन्दा धेरै खुर्सानी चाहिँ यसमा छ। अनि यो एक बोट मटर यो भाइको प्रोजेक्ट पनि यो सफल भएको देख्दा त झन् म छक्क पर्छु। यति जाब हो यो। अब यो भाषा प्रयोग गरे यति थोरै जग्गामा पनि यति धेरै उत्पादन हुन्छ भनेपछि अब सोच्नुहोस्, हामी बाइकमा हिँड्दाखेरि घन्टौँसम्म चाहिँ खाली जग्गा देखिन्छ। यहाँ के हुने रहेछ। अब यो म त यस्तो देख्दाखेरि चाहिँ कृषि वास्तवमै हामी के नेपाल कृषि प्रधान देश भए पनि हामी पछि परेछौँ जस्तो चाहिँ अहिले लाग्न थालेको छ। हस् त, हाम्रो चाहिँ आदरणीय दर्शकवृन्दहरूलाई फेरि पनि अन्तिममा चाहिँ नमस्कार भन्दै मैले यो भिडियोलाई चाहिँ यहीँ चाहिँ अब यतिमै बन्द गर्न चाहेँ। हस्, नमस्कार।